सागर ओइ ल मासला यार कस्तो टेन्सन भयो कि अब बेउ मने बेउ भुसुत नलागोस् जङ्गल देउता हाम्रो रक्षा गर्नु यस्तै पाराले गयो भने हैन बनझ्याङ लिएर गइदिन्छ कि हामीलाई सियोर के पछाडिबाट आएर कसले हाने जस्तो लाग्यो कि मलाई पछाडिबाट कसले ढकाए जस्तो लाग्यो के भयो गोली ओइ सार भाइ के भयो कस्तो टेन्सन भयो यार मा त्यहाँ गाइस त्यहाँनिर हेरौँ न हो मामा त्यहाँनिर यतापट्टि पुरै खाली छ होइन सफा छ त्यहाँबाट फेरि उतापट्टि सब हुसै हुन्छ बिहान ठ्याक्क उठे बित्तिकै यसो हेरेँ यता टक हरियाली डाँडा यता हरियाली डाँडा काटेर यता हुस्सो आइरहेको हुन्छ पहाड हुन्छ होइन अनि फेरि ट्याक्क फ्रेस हावामा फेरि टक्क पानी मुख धुने खाने अनि के भन्छ थाहा छ यसलाई हेलो नमस्ते टु एभ्रीवान व्हाट्स अप गाइज सबैलाई चाहिँ वेलकम छ सो अहिले चाहिँ हामी चाहिँ खाना खानलाई निस्केको आज यसो बाहिरतिर घुमघाम गरौँ भनेर होइन अब जिमसिम गएर पनि जिउ दुखेर पुरै यहाँ अति अडा भएर हिँड्नलाई नि होइन सो अब चाहिँ हामी चाहिँ निस्केको व्हाट्स अप सो गाइज अब माथि डाँडामा चाहिँ गाडी नजाने भयो अब हामी चाहिँ अब बाइक स्कुटीमा जाने भयो ल अब ल राम्रोसँग जाने है सो गाइस यहाँनिर चाहिँ फेरि अब होइन लोकल कुखुरा मासु काटेर खान जानुपर्छ भनेर यसो गरेको लास्टमा अनि बुवाले साइको पर्नु भयो होइन यहाँनिर घन्टक लाएर यसो आज बाउ म त्यहाँबाट लोक्साङ दाई भाइ हामी चाहिँ अहिले टक्क डाँडामा गएर खानसाना खाने यसो लोकल कुखुराको ढक्क अलिक भ्युसी हेरेर त्यहाँ रमाइलो गर्ने भनेर सोचिरहेको थिएँ यार बाटो अब खतम छ अरे जाँदैन अरे अनि त्यही भएर अब यसो बाइक स्कुटी लगेर जानु पर्ला अब बिचरा यार बुवालाई त्यत्रो आस देखायो लास्टमा चाहिँ अनि हो र कुखुरा लोकलको खाइदिउँ न त कति टाइम भएको छ नखाएको भन्नु त एक्साइटेड हुनु भएको थियो होइन खत्तम भयो नि याद यार पहिले कन्फर्म गर्नुपर्छ नि त नि माथि टक्क यसो बाटो जान्छ भनेर यार स्कुटी जान्छ होइन त स्कुटी जान्छ ल के छ भाइ कम्पिटिसन चाहियो दाइ हो ल आज के कम्पिटिसन खेल्ने सक्छ 10 प्लेट मोमो 5 मिनटमा ल वेलकम टु माई ब्लग गाइज हेलो खै त केही बोल्दैन खतरा रहेछ त्यो भाइ खतरा रहेछ ओ माई गड के छ केटा हो के छ चिल्लो पार्टी के छ मेरो भाइ ह्यान्डसम वान एन्ड ओन्ली लेट्स गो सो गाइस अब चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ सुरु भयो सर यहाँबाट चाहिँ हामी चाहिँ यहाँनिर ठ्याक्कै झर्ना पनि आइपुग्यो होइन रोड पनि हेर्नु न कस्तो दामी हरियाली पुरै होइन साइडमा घाँसहरू बिचमा रोड कस्तो दामी ठाउँ यार यो चाहिँ सोलथुम जाने हाम्रो यो सामरीबाट चाहिँ सोलथुम जाने ठाउँमा है यो ओ माई गॉड वाओ व्हाट अ अमेजिङ प्लेस यस फाइनल आइपुग्यो यो चाहिँ पहिला हाम्रो घर पुरानो घर मूल घर है टक्क मूल घर यही हो हामी पहिला यहाँनिर कति खेल्थ्यो है सानोमा होइन त गुच्चा खेल्थ्यो नि यहाँनिर के त आम्बो बिपनामा नि कस्तो सपनामा होला हामी पहिला यत्रो खेल्थ्यौँ त नि तपाईँले कति लखार्थ्यो हामीलाई लट्ठी लिएर होइन लट्ठी बोकेर सोयाज केटाहरू चाहिँ यहाँनिर चाहिँ फोटो खिचेर पुरै ह्यान्डसम भएर ओ माई गड के हो यो कालो चस्मा ल है म यहाँ भिस्तालु बजारको मान्छे ह्यान्डसम के फेरि आम्बो त छुट्टै छ फेरि त्यहाँ क्यामराम्यान अब यहाँनिर आएपछि चाहिँ म चाहिँ पानी खाँदैछु किनकि यहाँको नेचुरल पानी फेरि यस्तो मिठो हुन्छ नि पुरै मिनरल यहाँनिर जडीबुटीहरू पनि पुरै मिसिरहेको हुन्छ यस्तो मिठो हुन्छ नि कस्तो लाग्यो आमा चिज छ होइन मिठो स्वादै छुट्टै हुन्छ है गाउँहरू पानीहरू है ट्राई गर त सर भाइ कस्तो पानी बवाल स्प्राइट जस्तै छैन त मिनवाटर किन्नु पर्दैन है सही हो ल सङ्दानी के छ त अनि कस्तो भइरहेको यहाँनिर फिलिङ एकदम फिलिङ भेरी नाइस भाइ दामी आइरहेछ नि दामी आइरहेछ पहिलाको ठाउँ हो होइन आफू बसेको ठाउँ हो पुरानो ठाउँ
त्यहाँ गाइस त्यहाँनिर हेरौँ न हो आमामा त्यहाँनिर यतापट्टि पुरै खाली छ होइन सफा छ त्यहाँबाट फेरि उतापट्टि सब हुसै हुस छ कि डाँडामा कस्तो पारेर बस्यो त्यो के हो डाँडाबाट निस्किया हो कि के हो यता आउन लाग्यो हो कि यता जान लाग्यो यसो बग्न चाहिँ यता बगिरहेको तर त्यहाँनिर ठोकिरहेको छ कि कहाँबाट आयो त्यो हुस्सो कस्तो मजाले त्यो टाँसेर बस्यो है वाउ वाट अ लभली प्लेस यार कस्तो पाराले अड्क्यो कि यो बादल पनि जानुपर्छ क्या हो जाने हो क्या त्यहाँनिर 1 घन्टा लाग्छ भन्छ यार यहाँ तलबाट गयो भने के अरे यस्तो रहेछ नि त खास यो बादलहरू चाहिँ किन यहाँनिर ठोकेर चाहिँ उता जाँदैन भन्दा यस्तो रहेछ डाँडा रहेछ यहाँ तल देखाउ त हो यो तल चाहिँ छ नि यहाँबाट चाहिँ हुस्सो पुरै टन्न रहेछ यसरी आउँदो रहेछ अनि ठोकेर चाहिँ यसरी घुमेर फेरि यसरी जाँदो रहेछ कि होइन त ठोकेर यसरी ठोक्दो रहेछ अनि यसरी माथि जाँदो रहेछ कि पास छैन भन्दो रहेछ कि अब इमेजिन गाइज अब त्यहाँनिर माथिको चाहिँ भ्यू कस्तो होला त्यहाँको माथिको भ्यू कस्तो होला त्यहाँबाट दृश्य कस्तो देख्ला त्यहाँको नजारा यसरी आउँदो रहेछ तलबाट यसरी ठोकेर यसरी जाँदो रहेछ कि हामी अर्ग्यानिक फुटेको मकै खाइरहेको यो बादल चाहिँ अलिक माथि जाँदाखेरि चाहिँ तपाईँको यो 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 केही देखाएको छैन भने यहाँनिर तर एउटा ठुलो पाहाड छ यहाँबाट यसरी आउँछ हुस्सो होइन बादल यस्तो ठोक्छ त्यहाँनिर फेरि फर्केर यसै आउँछ पारी चाहिँ हुँदैन फेरि डाँडा छ यो पुरै हुस्सो छैन यहाँ ठुलो डाँडा छ त्यो डाँडाले छेक्छ लगभग सगरमाथा जत्रै छ हिमाल चाहिँ फेरि है त्यो हिमालदेखि हो नि डाँडा अनि छेक्छ कि छैन त नि यत्रो डेन्जर भाइरल नभएमा चाहिँ अब हामी यहाँ चाहिँ यहाँनिर होइन छेवाङ तामाङ अब नेसाङ तामाङ अब लोसाङ तामाङ अब सागर तामाङ सब यहाँ चाहिँ अब भाइरल हुन्छ कि ठाउँ हिडन प्लेस छैन एउटा हिडन प्लेस पनि एउटा माथि छत्रे ल्याउ पुगेपछि तपाईँको बिहान रिमरिममै त्यहाँ पुगेपछि तलक्क त्यो घामले टलक्क टल्किया हुन्छ तपाईँको कञ्चनजङ्घादेखि जम्मू कश्मीरसम्म देखिन्छ आमामा वहाँसम्म देखिन्छ है तपाईँ एकचोटि अवलोकन गर्नुहोस् सो तपाईँहरू आउनुभयो भने ट्याक्क यहाँनिर चाहिँ साधनहरू रोक्ने एक दिन बास बस्ने यहाँ माथिबाट चाहिँ बिहान टक्क यहाँबाट चाहिँ त्यहाँनिर चाहिँ अनि चाहियो भने एकजना मान्छे पठाइदिउँ गाइड पनि यहाँनिर छ मान्छे देखाउने यस्तो त्यस्तो भन्ने पनि छ अनि टक्क अनि एकछिन यहाँनिर एक रात यहाँ बिसाएर बिहान जाने ट्याक्क नि अनि त्यहाँबाट नि घाम लाग्ने बेला चाहिँ यहाँबाट चाहिँ यो अलि हुस्सो लागेर डाँडा ठुलो छ माथि यो भोलिपर्सि त त्यो हुन्छ पुरै सलक्कै हुन्छ अनि त्यहाँबाट चाहिँ यहाँ तराई तपाईँको तराई पुरै देखिन्छ है पुरै देखिन्छ ओके सो गाइज अब यहाँनिर चाहिँ हाम्रो चाहिँ यहाँ सोल्थुम भन्नेमा हो ठ्याक्कै होइन अनि तपाईँको चाहिँ यहाँनिर आउनु भएर यहाँनिर पार्किङ पनि व्यवस्था छ ठ्याक्क एक रात यहाँनिर बस्ने खानपिनदेखि सब व्यवस्था छ अनि भोलि बिहान चाहिँ यहाँनिर उठेर चाहिँ यहाँबाट चाहिँ टक्क यहाँनिर माथि यहाँ डाँडा हुनुहुन्छ त्यहाँनिर पुग्नु भएछ तपाईँको कश्मीर होइन अनि कञ्चनजङ्घाहरू सबै देखिन्छ है कञ्चनजङ्घादेखि जम्मू कम्पिटिसन सब देख्छ ल ठिक छ बसेर खाना खाने कि टक्क यसरी होइन यसरी बसेर वा टक्क बिहान बिहान एक्सर्साइज गर्ने है घाँसमा होइन नेचुरलमा फ्रेस अक्सिजन यहाँ फ्रेस खाना फ्रेस हावा फ्रेस पानी जडीबुटीबाट पुरै तल बगेको हुन्छ अनि यस्तो ठाउँ बसेपछि त मान्छे त 100 वर्ष त बाँच्दैन त नि वाउ आहा स्वर्ग हो आनन्द लाग्छ मलाई चाहिँ यस्तोमा बिहान ठ्याक्क उठे बित्तिकै यसो हेरेँ यता टक हरियाली डाँडा यता हरियाली डाँडा काटेर त हुस्सो आइरहेको हुन्छ पाहाड हुन्छ होइन अनि फेरि ट्याक्क फ्रेस हावामा फेरि टक्क पानी मुख धुने खाने अनि आफ्नै बारीको सागसब्जी यतिको चाहिँ हुनुपर्छ है गाइज ल सो गाइज यहाँ चाहिँ भोगटेको पनि यहाँ बोर्ड रहेछ है आहा वाउ खाने बेला चाहिँ भाइन रहेछ नत्र चाहिँ हामीले खान्थेँ टन्नै रहेछ वाउ सो गाइज म चाहिँ यहाँनिर ढेँडो चाहिँ उडाएर ल्याएको छु होइन यहाँनिर यहाँनिर यसो नआए पनि यसो कस्तो हुन्छ त हेरौँ फ्रिज पानी जस्तो लाग्यो मलाई हेर्नु सुरु हुँदैन फ्रिजकै त नि पानी मलाई सामने चिसो थियो फ्रिजको होइन फ्रिजको होइन यो वा कस्तो चिसो पानी यार कोही हेर्यो मार मैले फ्रिज सोचेँ के फ्रिज छ कि हाल्छु मैले ल सो खाए ल गाइज आमा उयो छिटो छिटो सिस्नु यो चाहिँ हाम्रो गाउँको अचार है अर्ग्यानिक सिस्नु अर्ग्यानिक अचार भने सिस्नु हो यो सिस्नु हो कि खान्न घरमै मुखमा हाल्नु न यो अचार चाहिँ हाम्रो मामले बनाउनु भयो है सबैले खाने हो कि ढेँडोमा पर्दैन यहीँ खान्छु म भयो अर्ग्यानिक सिस्नु पनि छ हाम्रो सिस्नु तपाईँले चाहिँ खाने हो ढेँडो
वाउ अब सार्खा भोलाइहाल के भन्छ थाहा छ यसलाई कान्छी मौरी आमामा थाहा रहेछ त स्मेल गरिदिउँ यसले टोक्छ टोक्दैन यो कान्छी मौरीले टोक्दैन यो हातमा आयो भने के हुन्छ लक्की हुन्छ भन्दा नि कान्छी मौरी हातमा आयो भने के हुन्छ लक्की हुन्छ हो वाउ सो गाइज अब यहाँको चाहिँ टार्गेट चाहिँ यहाँसम्म पुग्नलाई चाहिँ होइन यसो हेर्दाखेरि चाहिँ 10-15 मिनट होइन जस्तो लाग्छ अब हेरौँ उहाँहरूले चाहिँ अब यहाँनिर 1 घन्टै भन्नुभएको छ होइन लाग्ने हेरौँ अब के हुन्छ अब हामीलाई बाई हो यस्तो माया गर्नुपर्छ क्या खाऊ खाऊ मलाई त के हुँदैन क्या आम्मा मलाई चाहिँ खै त खानु हुँदैन कि यस्तो नि हुन्छ मलाई चाहिँ ल ल लेट्सको ल जाउँ सो गाइज अब चाहिँ यहाँबाट चाहिँ हामी चाहिँ हिँडेको आउँदैन नि बाघ भालुहरू ल सो गाइज अब चाहिँ हिँड्दैछौँ यहाँनिर है हेरौँ अब यहाँनिर जुका चाहिँ टन्नै आउँछ अरे होइन अब जुगाले चाहिँ यहाँ कतिको हमला हान्छ हामीलाई होइन कसम भने जुगाले कतिको हमला गर्छ हामीलाई थाहा छैन हेरौँ है त ल लेट्सको मलाई त थाहा छ मलाई त अब यस्तो पाहाडतिर हिँडिरहेको डाँडा काँडामा होइन हेर्दा नजिक लाग्ने हो तर टाइम लाग्छ त्यो भाइले चाहिँ थाहा छैन कि त्यसलाई चाहिँ होइन हेर्दै धेरै लाग्दैन यो त एकैछिन पुगिहाल्छु नि भन्नु तर त्यहाँ माथि पुगेपछि थाहा हुन्छ यसलाई चम्किँदै अगाडि अगाडि हिँडिरह रियालिटी अहिले त्यहाँ गएपछि थाहा हुन्छ माने हो होइन त ढोक्छ बजारमा बसेर नि यतिको चाहिँ छ है गाइज होइन रहेछ त्यो सब कुरा छुट्याइदिएछ होइन 1 घन्टा भने इट्स जस्ट 5 मिनट जस्तो 5 मिनट यहीँसम्म आइसक्यो है तर यहीँसम्म आइसक्यो सो फाइनली गाइज हामी चाहिँ यहाँनिर आइपुगेँ अघि नै हामीले कुरा गरेर चाहिँ यहीँनिर बसेर नानुहरूसँग होइन यहाँ चाहिँ यहाँसम्म चाहिँ आइपुगेछ हामी ए वाउ ल मानौ ल होइन मलाई होइन बाघ भालुले अट्याक हानेर त के गर्छस् भाग्छस् कि बचाउन आउँछस् अब यो दाजुभाइ कुरा यसमा होइन अँ हामीले कुरा म तान खोयो होइन अँ जो होला देखा जायो हामी जो त्यही त जे हो क्या देखा जाएको भने भाग्थ्यो कि जुथ्यो भने क्या बाघ भालुसँग अब यो कुरामा फेरि मान्छे लगाउनु पर्ने हुन्छ होइन अँ लिएर भागिदिन्थ्यो के गरेर भाग्थ्यो गाईलाई लिएर भागिदिन्थ्यो दाइले लिएर भाग्ने ज्यान जाओस् त दाइलाई बचाउँछ भाइले जे होस् होइन त त्यो त 100% सही हो यतिको चाहिँ हुनुपर्छ क्या यतिको दाजुभाइ चाहिँ भेट्नुपर्छ कि सबैले दिवस मरे पनि गाईको लागि मऱ्यो भने सम्झ मेरो लाइफमा सबसे प्यारो एकदम गुड भाइ मेरो डियर भाइ भने सागर भाइ नै हो जिसके होइन गाइज मैले भ्लगबाट चाहिँ भने होइन मेरो वान एन्ड ओन्ली डियर भाइ चाहिँ सागर भाइ हो तेरो चाहिँ को त डियर दाई फेभरेट डियर दाई एकदम क्लोजको पर्छै पर्दैन म अनि त्यति भन नि त्यत्रो टाइम लाग्ने भने त दालमै कुछ काला है कालै कालो हो नि गाई त्यो आयो दाल कालै हुन्छ नि कालै भइहाल्छ मान्छे छोड्नु मान्छे हेर्नु त्यही त यसो त पुरै 2 राउन्ड हुँदाखेरि नि झन् तल तल आवाज लगाइरहेको ओह्रालो झर्दै उकालो झर्दै हो क्या हो हो अब के लाग्छ 1 घन्टा जस्तो लाग्छ जस्तो लागिरहेको अब चाहिँ 1 घन्टा 3-4 घन्टै लाग्छ मलाई एउटै ठाउँमा घुमेको देख्न ओइ बाटो हेरेँ होइन तलतिर गुल्टीला हामीले एउटै ठाउँमा हिँड्नु सिधाइरहेको मलाई बाटो यस्तो छ गाइज हेर्नुहोस् यहाँ चाहिँ झुकेर नआउनु होला होइन म यति भन्छु त्यस्तो नभन्न यार भाइरल बनाउनु पर्छ यहाँको ठाउँको त्यो ठाउँलाई झन् चिलबस ठाउँ जस्तो छ त अनि ल बाटै छ ओइ यसो त नजाउँ होला है नजाउँ झऱ्यो पनि छैन यस्तो छ यार मुड कमजोर हुन्छ नआए नि हुन्छ यहाँनिर होइन ए बाटो यत्रो छ कि क्यामेरा फेरि नदेख्नु रहेछ त भाइ क्यामेरामा खतरा छ त बाटो तर यस्तो ठाउँतिर आउँदाखेरि कहिले पनि जो पाइ त्यहीले बोलायो भन्दा पनि नजानु होला किनभने अब छलावाहरू पनि धेरै हुन्छ होइन त्यो मान्छे त छल हो छल यहाँ आएर रक्सी खाएर मरेको छल हुन्छ सही भन्यो मेरो भाइले ल छल पनि हुनसक्छ नि होइन भुसु तिन्डा हुन्छ के छैन हुँछु त के जान्छ अनि त
झाडी हल्लिन्छ कि कुवाए जस्तो लाग्यो गोरे गोरे भन्छ त इमेजिन एकछिन बस्न इमेजिन होइन मलाई टोइलेट लागिरहेको लङ टोइलेट लागिरहेको होइन भाइ म लङ टोइलेट गर्नलाई चाहिँ म एकछिन बस्छु होइन त यहाँ बस्दै गर भनेर होइन म चाहिँ यहाँबाट अलिक यता गएर होइन 5 मिनट जति गएँ क्या 5 मिनट म त्यहाँनिर अड्केँ अरे भनौँ न अनि 2जना केटी चाहिँ आएर यहाँनिर अगाडिबाट होइन 2जना केटी राम्रो एकजना केटी आएर राम्रो केटी आएर होइन सुन्नु न ब्रदर मेरो चाहिँ यहाँनिर साथी चाहिँ भर्खर लडेर यहाँनिर घाइते भएर आउनु न प्लिज हेल्प चाहियो भनेर तँलाई जबरजस्ती त्यहाँनिर न बोलाएर के हो त्यो जान्छै जाँदैन थियो अब सुरुमा अब सुरुमा के मान्छे हो अब मान्छेले होइन अब हामी पनि अब एउटा मान्छे हो मान्छेको सहयोग गरिदिनु पर्छ हामीले पनि होइन अब सुरुमा त हेर्नु गइदिउँ ल अब के छ सिचुएसन कस्तो छ होइन त्यो अनुसार हुन्छ अब होइन रियाक्सन अब हेल्प गर्ने नगर्ने अनि मलाई छोडेर जाने नि यस्तो घना जङ्गलमा नि सिजगण्डी रहेछ भन् त छोडेर जानु त कुरै भएन अनि किचन सिजन रहेछ भने अब दाजुभाइ भागोमा लान्छ के छ अरे ल ठिक छ म यहाँ क्यामेरा समात्ने कि कहाँ समात्ने ओइ मैले भने मान्नु त होइन बाटो हुँदै होइन जस्तो लागिरहेको मलाई के बाटो होइन हो कि हो हिँड्छौँ जस्तो लाग्छ मलाई किन भन्नु किन यस्तो बाटो हुन्छ भनेर एउटा मात्रै खुट्टा हाल्ने अनि त्यही त बाटो फेरि यार ठिकै छ राम्रै छ भन्दा थियो है होइन कि त हामी त्यो गाउँमै आयो जस्तो लाग्यो खै के हो नि जाउँ अलि माथिसम्म जाउँ न मलाई साइकल लाग्यो त यार कस्तो मान्छे होइन साइकल लाग्यो हेर्न रुखसुख पनि ढलेको छ यताउति छ होइन ओइ पाखा यार सातो पुल्लो उड्यो मेरो त्यहाँ जस्तो ढक ढक गरेर रहेछ होइन मैले पछाडि कुवायो भने ठान्दा सुन त जस्तो ढका गराइदियो यहाँ घरै छैन दाइ जाउँ मेरो हिसाबमा नजाउँ जस्तो लागिरहेको जस्तो लागिरहेको किन भन्नु न किन न बाटो अत्तो पत्तो छैन अनि कहाँ पुगेको थाहा छैन नजाउँ क्या यार नजाउँ दा यार साँच्ची भने फर्किउँ दाइ है हो कि खोइ कहाँ पुग्छ डाँडा भन्छ र समस्या भन्छ खोइ केही छैन हाम्रो बाटो पनि छैन कहाँ हो त्यहीमा त्यस्तो रुखसुख ढलेको छ ल म बाक्साको आयो नि गयो है त्यसपछि सीताराम हो कि हो कि अब 1 घन्टा हिँडिसक्यो हेर होइन माथि पुगेपछि अब खतरा सिधाउँछ रिल्याक्स गरौँला भन्ने सोचमा हाम्रो सोचमा हाम्रो रमाइलो गरौँला भन्ने सोचमा होइन अनि फेरि तपाईँहरूलाई पनि अब बवाल भ्यू देखाइदिउँ होइन अब मेरो हेर्ने मान्छेहरूलाई पनि अब सब्सक्राइबरहरूलाई पनि राम्रो भ्यू देखाउँछु भनेर नि हामी यहाँसम्म आएको होइन फेरि यहाँसम्म चाहिँ फर्कौँ भन्यो पनि मलाई कस्तो लागिसक्यो हुन्छ नि यत्रो मिहिनेत गरेर 1 घन्टा हिँड्छ कि 1 घन्टामा त पुग्नु पर्ने हो होइन अनि फेरि फर्कौँ भने नि फेरि यहाँसम्म आएर के फर्कौँ भन्ने होइन फेरि बाटो नि डरलाग्दो सुनसान अलिकति कस्तो टाइपको छ कि अलिक डरलाग्दो छ के गरौँ भयो यार गाइज के गर्ने होला यार अब एकछिन हामी चाहिँ सोच्छौँ अनि त्यसपछि चाहिँ उ गरौँ है त लेट्स गो बाडे रिगिट त भएन नि अब चाहिँ आयो जस्तो लाग्यो काहीँ छैन यो बाटोमा चाहिँ होइन तपाईँहरू होइन यस्तै मुटु बलियो खालको ल होइन म जस्तो सुक्यो अब ढुङ्गा सुगा समातेर नि हिँड्ने चाहिँ चढिदिन्छु भन्ने टाइपको मान्छेहरू चाहिँ आइ हुन्छ नत्र नआए हुन्छ यो वेल एक्सपिरियन्सहरू चाहिँ नआयो नि हुन्छ कि तपाईँहरूलाई मैले भने होला नि त्यत्रो अघि यत्तिको फोकटेमा त भने आएन एउटा खुट्टा हाल्दाखेरि अरू खुट्टा हाल्नु कहाँ हाल्नु भने साइको पर्छ कि अघि चाहिँ दाइ होइन जे भयो होइन त्यो चाहिँ अब कन्टिन्यू लागि जस्तो कन्टिन्यू लागि गरेको थियो अघिको लागि चाहिँ होइन अहिले चाहिँ भनौँ न होइन नजाउँ होला जस्तो लाग्छ कि अब किनभने अब बाटोहरू पनि यस्तै छ होइन अब एउटा खुट्टा हाल्यो भने अरू खुट्टा हाल्नु कहाँ हिँड्नुहुन्छ त्यही माथि अब हामी 2जना बाहेक यहाँ कोही पनि छैन होइन अब ग्यादरिङमा ग्रुपमा केटाहरूसँग 12-13जना अब छुट्टी कुरा हुन्थ्यो नि त 2जना त्यही माथि भने अब 2-4 दिन तर्साइसक्यो कि हामीलाई यहाँनिर त्यसले गर्दाखेरि पनि होइन अब माथि र नजाउँ जस्तो भनौँ न नजाउँ टाइम हिँड्छ यार के गर्ने के टेन्सन भयो यार तर फेरि जाने खाल्टोमा हाम फाल्नु भने फेरि मूर्खता हो कि त्यो नजाउँ भने हेर्नु अब कहाँ जाने भने अब ठाउँै छैन ल जम्बी सम्बी भयो भने यस्तो रुख समातेर यहाँबाट उता हाम फाल्ने हुन्थ्यो बाँझो साँझो भयो भने ठाउँ नै छैन कहाँ हाम फाल्ने अब यता देखाइदिनु यता हेर्ने यहाँ पनि मागुराको जाल यहाँ पनि मागुराको जाल मागुराको जाल
के गर्ने भयो गाइज उकालो जानुपर्ने खालि सिधा बाटो मात्रै आइरहेको छ यार हामी उता पारी डाँडामा चाहिँ पुग्छ क्या हो यार दुईवटा बाटो भनेको थियो अर्को बाटो के गऱ्यो यार फर्किनु पर्ला जस्तो यार बेकारमा के रिस्क लिँदा यार ठाउँ थाहा पनि छैन मान्छे एउटा पनि भेट्दैन यार यो हेर्न हेर्दाखेरि क्यामेरामा होइन यो त्यस्तो देख्दैन होइन तर अर्कै छ कि बाटो छैन कि यहाँबाट जाने बाटै छैन खोइ त्यस्तो छ अनि कहाँ के गर्ने टेन्सन भयो यार नजान्दा यार बाटै छैन कहाँ 5 मिनट अब लास्ट 5 मिनट हिँड्नु 5 मिनट हिँड्ने ठाउँ कहाँ खाँदैन हिँड्ने ठाउँै छैन कहाँ हिँड्ने भने कि अन्तोलमा हिँड्ने अब के अरे बाँदर जस्तो चढ्दै हिँड्ने अन्दोलमा हिँड्दिउँ त एक ल 5 मिनट ल हिँड्दिउँ त अन्दोलमा ल तपाईँ हिँड्नु म अगाडि हिँड्छु ल अनि म क्यामेरा उयो गर्नुपर्छ हिँड्ने म क्यामेरा गरिदिउँ त्यत्रो त हिँड्नु ल चम्चम हिँड्ने ठाउँै छैन कहाँ हिँड्ने भनेको अरू भन्दा पनि होइन हामीलाई होइन यस्तै पाराले गयो भने होइन बनझ्याङदेखि लिएर गइदिन्छ कि हामीलाई स्योर के बाटै छैन बन्चाको इत्रु त हुन्छ नि पुड्के त हुन्छ नि डल्लो पुड्यो भने फेरि पावर हुन्छ नि त फेरि गुटुङ टुङटुङ फेरि बम्बेटा खा जस्तो पावर हुन्छ फेरि लामो समाज लिएर गयो भने त छैन गायब टेन्सन भयो यार तपाईँहरूले कहाँ खोज्नु त फेरि अब भेटवटाको नम्बर 1 भ्लगर र यस्तो हान्छ मान्छे यो बाटो होइन जस्तो लाग्छ मलाई यार होइन को यस्तो बाटो हुन्छ भने कि जति हिँडे पनि दाइ होइन एउटै बाटो आएको जस्तो लाग्छ है दाइ होइन खोइ अब हामीलाई छल्न खोज्यो है के गर्न खोजेको होइन नजाउँ होला दाइ यार माथि साँच्ची भने जमजममा 1-2 घन्टा भइसक्यो हिँडेको होइन अहिलेसम्म पुगेको छैन 2 घन्टा भयो 1.5 घन्टा चाहिँ भइसक्यो 1 घन्टामा बढी पुग्छ भयो यार। 1 घन्टामा पुग्छ भने भन्दा थियो यसो बाटो हेर्दा चाहिँ पुग्ला जस्तो छैन खोइ सम्म चौर जस्तो बाटो नआउँछ भने नि त अब त्यो सम्म चौर त अब त्यो अब सम्झिने हो होइन अब झुटो बोल्यो भन्ला होइन त्यो अब गफ हान्यो भन्ला गफ हान्यो भन्ला होइन कन्टेन्टको लागि भन्ला कन्टेन्टको लागि भन्ला होइन तपाईँहरू यहाँ आएर होइन हामी जुन डाँडामा गइरहेको छौँ नि अहिले होइन त्यो डाँडा चढेर देखाउनु होइन म तपाईँलाई होइन भनौँ न ह्युज रेस्पेक्ट गर्छु कि हो भनौँ न अहिलेसम्म मैले अब जो पाइ त्यसलाई रेस्पेक्ट चाहिँ गर्दिनँ होइन तर तपाईँले यो चढ्नु भयो भने म तपाईँलाई खतरै मान्छु कि तपाईँ म भनौँ न अब तपाईँको औरा लेबर ठाउँ चाहिँ नै हो भने मान्छु कि मैले 10 मिनट ल 10 मिनट हिँड्नु नि त अब 10 मिनट ल अगाडि 10 मिनट भन्दा पनि 1 मिनट हिँड्नु पनि अब छुट्टै कुरा हो यहाँनिर अब कहाँ हिँड्ने भने कि अब हिँड्ने बाटो हुनु पऱ्यो न बाटो हिँड्ने बाटो ठाउँ भयो बोल एकछिन गाई कसम भने होइन मलाई साइकै लागिसक्यो होइन किनकि अलिक उकालो पनि फेरि अहिलेसम्म 20वटा माकुरा पुरै जाल हटाइसक्यो होला कि हातले उकालो जस्तो हुन्छ फेरि ओह्रालो झर्दा छ नि सिधा यसो भइरह्यो हल्का उकालो छ फेरि ओह्रालो छ माथि पुग्नु पर्ने हो नि हामी उकालो जानुपर्ने हो नि त अनि फेरि त्यस्तो बाटो आएर अनि त्यो भएर 1.5 घन्टा भएपछि हिँडेको खोइ आएकै छैन बाटो के गर्नु त्यस्तै अब भनौँ न अब होइन नर्मल टाइप मान्छेहरूले 1 घन्टामा पुग्छ भन्नु भनेको थियो अब खोइ यार अब मान्छे नि भेट्दैन बेकारमा के जानु फेरि अर्को डाँडामा पुग्ला भने टेन्सन के माथि पुग्यो त ठिकै छ फेरि अर्को उता डाँडामा पुग्छ भने टेन्सन भयो सो हामी चाहिँ फर्किन्छ है फर्कौँ ल अब खुस हुने ल चलो पैसा वसुल भएन गाइज यार मलाई चाहिँ 1 करोड दिए पनि यो डाँडामा होइन हिँडेर देखाऊ भने चाहिँ म जाँदिनँ कि अब माउन्ट एभरेस्ट चढाए जस्तै टाइपको पुरै भित्तातिर पुरै हुन्छ नि त त्यस्तो भइरहेको त्यस्तो हालेर हिँड्नु पर्ने जस्तो भइरहेको यहाँनिर बाटै छैन त अनि कहाँ बाटो भने नि हुन्छ नि त अब अलि सानो भयो नि बरु गाउँघरतिर हुन्छ नि त सर मिलेको अलि सानो भयो नि यहाँ त केही छैन भने बाटै छैन कि एउटा खुट्टा हाल्यो भने अरू खुट्टा कहाँ हाल्यो भने त्यो त्यस्तो हुन्छ त्यो बाघसाग चाहिँ नभेटोस् होइन फर्किनु बेला यस्तो हो दाइ अब बाघसाग भने त अब होइन म पनि बाघ्ने हो दाइ होइन बाघसाग भेट्यो भने त हान्दिने हो नाकमा ब्लाङ फुट्ने गरेर हान्दिनु तलतिर झारिदिनु होइन जे होस् दाजुभाइ बज्नु पऱ्यो त्यति नै हो बाघले मलाई हान भनेर बस्छ नि बाघले मलाई हान भनेर बस्छ हो यस्तो अन्त फेरि अब बाघले सोधेपछि होइन हान भन्नै पर्दैन तर मन चाहिँ दुखिरहेको छ गाई चाहिँ होइन किनभने अब जुन हामी डेस्टिनेसनको लागि आएको थियो होइन त्यो डेस्टिनेसन हामी पुग्न पाएन नि त होइन त्यो कुराले गर्दा चाहिँ लास्ट मन दुखिरहेको छ तर अब फेरि अब आफ्नो रिस्क ज्यानको होइन अब ज्यानको बारेमा सोच्नु पऱ्यो नि त होइन अब रिस्क लिने ठाउँमा अब लिइदिउँला होइन त्यो अब त्यो मतलब भएन होइन किन भएन अब होइन केटा मान्छे हो लाइफमा अब गाह्रो अप्ठ्यारो त परिहाल्छ होइन गर्नै नै पर्छ तर यस्तो मूर्खता चाहिँ गर्नु भएन कि अब हेर्नु न तपाईँ बाटै छैन कहाँ फाल्ने भने कि त्यही त मन दुखिहाल्छ नि यार हामी पनि अब ट्याक्क माथि टपमा पुगेर होइन टपमा पुगेर अब त्यहाँ आधी चाहिँ हुस्सो लागिरहेको छ यताबाट अनि यताबाट चाहिँ हुस्सो लागेको छैन भने हाम्रो पनि भिडियो बनाउने टार्गेटमै त्यही थियो कि सोचै तलबाट हेर्दै यस्तो बबाल थियो होइन ठाउँ
यस्तो छ क्या तलबाट हेर्दाखेरि ल अनि माथि पुग्दै कस्तो आउँछ भनेर ल म यहाँ हालिदिन्छु र स्क्रिनमा तलबाट आउँदाखेरि चाहिँ यस्तो छ क्या सो गाइस तलबाट चाहिँ यस्तो आउँदो रहेछ भ्यू अनि माथिबाट चाहिँ कस्तो आउँछ भनेर कि आधी बादल छ अनि आधीमा त्यहाँ उसु छैन नि त त्यही भएर के तलबाट गयो भने कस्तो आउँछ भ्यू भनेर माथि टपमा गएर चाहिँ बनाउँछु भनेर आएको हो क्या कहाँ ल मा भाइ लड्या नाटकै हो बिस्तारी न के भयो ढुङ्गामा ठोक्यो क्या ढाक पड्यो कि ए ढाड पड्क्यो सड्क्यो कि लडेर सड्क्यो ल मा हिँड्न सक्दैन त अब टेन्सन भयो त्यहाँ अಯ್यो यता हेर त ओडा छ त गाइस त्यस्तो पाराले चाहिँ हो भाइ भुत चढे जस्तो नाटक गर्न अलि कति हुन्छ हो कन्टेन्टै भनेर होइन भुत चढे जस्तो गर्ने एकछिन हुन्न खत्रै के सुरुमा होइन प्ले गर्ने बित्तिकै नि यस्तो भुत चढेको जस्तो उ गर्ने ल के भएछ यसलाई भने यस्तो जङ्गलमा भने मान्छेले हेर्छ नि त भाइरल हुन्छ क्या के भयो वाक वाक आयो क्या ओइ त्यहाँनिर नबस्न कहाँ कस्तो ठाउँमा गएर वाक गर ओइ ऊ जानु गोल भाइ यार ठक सार भाइ के भयो ग्यासी भयो क्या यसलाई त्यो टाउको नै झिन्न भइरहेको कासी यस्तो ठाउँमा आयो त्यस्तो जेपाइदिन भन्ने यार टेन्सन हुन्छ फेरि के भयो पछाडिबाट आएर कसले हाना जस्तो लाग्यो त मलाई नौटङ्की नै हो पछाडिबाट कसले ढकाले जस्तो लाग्यो के छ यार पछाडि कोही छैन हौ नत्र सानामा त्यसै त यहाँ डर लागेर टेन्सन भएर कहिले आउला भनेर मा यहाँ नभएको कोहीले अगाडि गएर चाहिँ गर्नु पर्ला यहाँ नबस टेन्सन भयो त गाई यार के गर्ने होला यार अब के हो लास्टै के रिङ बटन लायो हो कि टाउको मात्रै दुख्यो टाउकै झिन्न भइरहेको भुसुत लाग्ला यार यसो गर न त्यो माटो छ नि माटो त्यो हात तल उ गरेर टिका ला न पखमा त टिका लगाइदिन्छु पक्कै ओम मने पेम्बे भुसुत नलागोस् जङ्गल देउता हाम्रो रक्षा गर्नु ल जाउँ अब तल एकछिन वाक वाक हराउँछ अब भए पनि नगर भाइ वाक्नु हुँदैन यहाँ भुत लाग्छ मान्छेहरूले नि पत्याउँछ क्या गोली भाइ ओइ सुन्न मान्छेहरूले पत्याउँछ के यस्तो जङ्गलमा आएपछि त्यस्तो गरे पत्याइहाल्छ नि मलाई तल वाक वाक पनि आएको छ हेर हामी यस्तो घना ठाउँमा आएको छ हेर होइन त्यस्तो गर्नु हुँदैन थाहै छैन के साँच्चीकै होइन कमेडी गर्दा गर्दा कुनै बेला साँच्चीकै हुन्छ दाइ जुन फेरि केही हुँदैन क्या कन्टेन्ट हो नि हो अलिअलि काम जस्तो मात्रै गर्न अघि कहिले पुग्छ क्या दाइ त्यो पुग्दैन के बसेँ होइन त्यहाँ वाक हान्छ नि त्यतिले पुग्दैन के नेक्स्ट लेभल हुन्छ नि त भाइरलै होस् भनेर के अब सुन्न त थर कामेर यताउति गरेर होइन पुरै ऊ भयो अरे होइन एक लड यो भिडियो भाइरल भयो अरे त त्यसपछि अनि 100K सब्सक्राइब पुग्यो अरे त्यसपछि त जुन भिडियो हाल्यो नि चल्छ नि त हामीलाई मोज हुँदैन नि त्यसपछि विचार गर्न तेरो त्यतिले गर्दा होइन हाम्रो अब लाइफ नै छुट्टै हुन्छ क्या भाइ बुझ्न हुँदैन हौ नेक्स्ट लेभल त गर्नुपर्छ नि स्पिड पट्याइहाल्छ नि हौ जङ्गलमा यस्तो बाटो कस्तो छ त आफैले हेर्दा यहाँ भन्दा स्पिड फ्लप खान्छ के स्पिड फ्लप खान्छ यो ओ हामी नेपालको टप हुन्छ नि त होइन कोही पढ्न बिस्तारै हिँड्न यार कस्तो फाँसा चिनायो यस्तो हुन्छ कि हामी पुरै भाइरल हुन्छ नि स्पिड नेपाल आएको बेला स्पिडसँग कलाब हान्छ नि त हामी अनि फेरि भुलपछि अब काम यसो गर्न के भयो गोली ओइ सार भाइ के भयो कस्तो टेन्सन भयो यार मा गाई यार टेन्सन भयो यार सागर ओइ यता हेर्न के भयो सागर ओइ
ल मासला यार कस्तो टेन्सन भयो कि अब ओइ सागर के भयो टाउको ह्याङ भयो त मासला नतर्सा चचङ्ग तर्सा यार च्या लम्बो कमी लागेर यो जान्दिनँ छ भने चाहिँ बुढो हराइदिन्छ यार अलि उचा साँच्चै त छ अनि तर्सिँदैन त नि जुरु गोडे त्यो त गरेपछि हो नि तर्सिहाल्छ नि यो जान्छ जाँदैन नेक्स्ट लेभल त जान्छ तर अलि मजाले काम्नु पऱ्यो के केही छैन त्यतिको भएन अब अलिकति बढी कामले अगाडि गएर सो गाइस छैन अब यो बादलहरू चाहिँ यसो यहाँनिर आउँछ नि त हामी चाहिँ अब यहाँबाट यसरी उमा अघि नआएको ठाउँ होइन यसरी यहाँबाट यसो हुँदै यहाँबाट यसो 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 भएर बजार जाने हो कि हामी चाहिँ हामी चाहिँ यहाँबाट आएको अघि भर्खर चाहिँ माथि गएर आएको चाहिँ ए उता पारी हो यस्तो डाँडा कति आउँछ आउँछ हौ ए वाक्क भएर आएको यार हामी त सो गाइस अहिले चाहिँ फाइनल चाहिँ हामी चाहिँ यहाँनिर आइपुगिसक्यो होइन भाइले अहिले चाहिँ अलिक फ्रेस भयो त्यहाँनिर यार कम आँट्यो एकछिन त नि अहिले चाहिँ गाई छैन अलि ठिक भइरहेको छ अलि अलिभन्दा अलिक बेटर फिल के भएको थियो अघि खास खोइ त अघि एक्कासी झुम्म भएको थियो होइन त्यहाँबाट एक्कासी खोइ ब्ल्याकआउट भएको जस्तो चाहिँ फिल भएको थियो कि मलाई तैँले के भन्नु थाहा मलाई थाहै थिएन तैँले मलाई के भन्नु थाहा छ पछाडिबाट ढोका ल्याऊ मलाई पछाडि झुप्प छोको जस्तो यताउति भन्यो होइन निक्लै बरबर आइरहेको थियो कि त मन त साँच्ची हो मन त सन्दर्भ भने यसो यताउति होइन म त साइको पर्यो कि के गरौँ यो भुत चढेर मलाई अट्याक हान्छ कि क्या हो जस्तो लागिसकेको थियो कि डर लागेर त्यो हुँदा साँच्ची हो भने त्यो हुँदा अब होइन अघि नै चाहिँ मलाई के भइरहेको थियो भने एक्कासी हिँड्दा हिँड्दा के आएछ होइन पछाडिबाट कुल ढोकालाई होइन कुल टाउमा प्लाट हान्स लाग्यो कि अनि एक्कासी म फेन भइसकेँ होइन अनि होसै भएन कि मलाई अन्धोलमा हिँड्ने जस्तो भयो अनि यहाँ बाहिर पछि मलाई यहाँनिर भिडियो देखाइदियो कि यस्तो भएको भनेर अनि बल्ल मलाई चाहिँ अहिले चाहिँ भनौँ न अहिले राम्रो फिल भयो ल चम्चम स्टार्ट त त्यो फोटो देखेर फाइनली हामी चाहिँ अब लगभग आइपुग्यो होइन यस्तो छ कि यस्तो हुस्छ छ हुस्सले त्यहाँ गएपछि पुरै ढाक्छ कि पुरै ढाक्छ अनि त्यहाँ डरलाग्दो हुन्छ कि बाटो अनि त्यस्तै झन् होइन हुस्सुल त्यस्तो भएछ अरे छुट्टै डरलाग्दो रहेछ कि खोइ किन हो बाक्लो हुस्सुले क्यामेरामा चाहिँ खासै देख्दैन क्यामेरामा होइन तर रियलमा चाहिँ अलिक फरकै हुन्छ त्यही हो गाइस अघि नाटक गरे त होइन नि त्यो त पढ्नलाई थाहा हुन्छ होइन नाटक हो के हो परेर थाहा हुन्छ तर धेरैले परे हुन्छ जङ्गलतिर त्यही भएर जङ्गलबाट हिँड्ने बेला गाउँघर मान्छे बिरामी हुन्छ नि है माम घरतिर जानु पनि याद गरेको तैँले हामी सानोमा के त माम घरतिर यताउति जाने बेला हाम्रो भूत लाग्छ होइन टाउकोमा दुख्ने रिङ्गर लाग्ने हुन्छ नि त अनि झाँक्फुक गर्छ त बाजेहरूले गाउँघरमा के भयो रहेछ कि खास हुँदिन्छ नि त जङ्गलमा फाइनली भाइ चाहिँ तगडा भइसक्यो म पनि ढुक्क भयो गाइज यस्तो छ अघि नै चाहिँ यता पनि हुस्सो थिएन यता अहिले चाहिँ यता पनि हुस्सो लागिसक्यो है अहिले चाहिँ यता पनि हुस्सो लागिसकेको रहेछ दुइटै डाँडापट्टि जम के रहेछ माथि पुग्यो बाटो नै भेट्यौँ हो हामीले यता सिधा माथि जाने पुग्छ नि अनि तपाईँ त बाङ्गोटिङ्गो जानु भएको छ त हो र माथि जाने भनेको माथि यतापट्टि जाने होइन यता त उतापट्टि जाने हामी अर्कै बाटो गएको हो हे तेरी त्यही भएर हो यो दाइ सेट आउँदा गयो त्यस्तो भएर रहेछ नि त जाउँ अब फर्काउँ टेन्सन भयो नि गाई यार कहाँ अर्को बाटो गएको रहेछ अनि बाङ्गोटेङ्गो बाटो भनेर हुनु त दुइटा भन्दा थियो तलैबाट त्यही भएर साइडको पर्यो कि हामी अर्कै बाटो गएको रहेछ अनि पहिले पनि नबुझिकन जानु हुँदैन टेन्सन अनि हामी त नि अर्कै बाटो गएको रहेछ नि त होइन त्यतिका त्यही भएर जान्छु है के थाहा त नि भन्नुपर्छ नि बोलाउनु पर्दैन नि कहाँ अनि टेन्सन भयो नि गाई चाहिँ त्यही भएर हिँड्छु बाटो पनि फेरि यस्तो अप्ठ्यारो बाटो फेरि आमामा भिरालो बाटो अनि के थाहा त नि त्यो फेरि बाटो जति उकालो आउनु पर्ने फेरि गाई सो हेर्नुहोस् शङ्का लागिरहेको थियो कि हामीलाई चाहिँ अनि त्यहाँबाट नि यसो यहाँनिर बहिनीहरूलाई सोधेको अर्को बाटो गएको रहेछ तपाईँहरू भन्यो कहाँ हामी माथि पुगिसकेको रहेछ बहिनीहरूले नि भनेन टेन्सन भयो नि
हैट वाउ बिजोक भयो नि दाजु हाम्रो त कहाँबाट आउनुभयो हेटौँडाबाट हो के टिक्टाको न भ्लग बनाएर हिँडेको होइन माथि यताबाट बाटो उकालो हुँदै जानुपर्ने यहाँबाट यताबाट गएछ जान्छु भेट्दै भेट्दैन बाटो पनि यस्तो साङ्ग्रो बाटो फेरि कस्तो बाटो हुन्छ त्यो त अब ठाउँ अनुसार हुन्छ होइन त्यो त हो तर हामी चाहिँ अर्को माथिबाट चाहिँ जाने भने के अर्कोपट्टि चाहिँ पुग्यो के गयो पुग्दै पुग्दैन गयो पुग्दै पुग्दैन होइन हामी उतापट्टि चाहिँ पुग्यो भनेर फर्केर आयो पछि फेरि ठाउँ अनुसारको बाटो अनुसार बाटो तर राम्रो छ त्यो सो गाइस अब यहाँनिर चाहिँ आइपुग्यो हामी होइन अब चाहिँ यहाँबाट चाहिँ अब निस्किँदै गर्छौँ हामी ओ माई गड हेर्नु त त्यहाँनिर नजारा यस्तो हावामा त्यहाँनिर फेरि चराहरू कस्तो मजाले खेलिरहेको छ नि सो गाइस अघि नै यता चाहिँ सफा थियो होइन यताबाट आइरहेको थियो अहिले यताबाट नि यसरी बगिरह ल रेकर्ड भएन बाई बाई नानु खै बाई बाई गरेको दुइटैले के बाई ल भोलि पैसा आउँछ हस् सो हामी चाहिँ यहाँनिर आइपुगिसकेको छौँ होइन अब पानी पनि पर्नु थाल्यो हामी चाहिँ बजार हिँडेको होइन अघि नै हामी गएको चाहिँ यो डाँडामा होइन यहाँबाट यहाँबाट यसरी चढेर गयो यहाँबाट यसरी जानुपर्ने होइन माथि हामी चाहिँ यसरी गइसक्यो यहाँबाट उता पारि पुगिसक्यो सो अब चाहिँ हिँडेको हामी चाहिँ यहाँबाट चाहिँ यसरी बजार हुँदै जाने अब सो गाइस फाइनली हामी चाहिँ यहाँनिर आएको छौँ होइन यहाँ झर्ना दामी रहेछ यहाँनिर गइदिउँ न होइन यसो गइदिउँ न अब कस्तो रहेछ हेरौँ त्यहाँनिर चेक गरौँ न गएर रमाइलो वाउ what a beautiful place wow Let's go! Let's fucking go! सो गाइस यो चाहिँ हामी चाहिँ ज्यामेरी चोकमा हो है सामेरीबाट भित्र छिरेपछि ज्यामेरीमा हो होइन पुल यहाँनिर छ नि ठ्याक्क झर्ने यहाँनिर छ बाटो फेरि यहाँनिर ढुङ्गाहरू चाहिँ चिप्लो छ है गाइस यहाँनिर ढुङ्गाहरू चिप्लो छ अलिक वाच गरेर है ठ्याक्क ज्यामेरीमा यहाँनिर ज्यामेरी पुल छ अनि बुढी चौर जाने चाहिँ यहाँबाट यसरी हो यहाँबाट चाहिँ माथि सोलथुम पुग्छ अघि भर्खर चाहिँ हामी गएको चाहिँ यहाँबाट सो गाइस आजले यति नै है भ्लग चाहिँ अब यहाँबाट लगभग सक्यो होइन आजले यति नै सबैजनालाई बाई अनि जो नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला होइन अनि पुरानोहरूले चाहिँ प्लिज लाइक गरिदिनु होला है त ओके बाई